हेलो गाइज मेरो चाहिँ 12 विक्स हार्ड च्यालेन्जको विक 1 कम्प्लिट भयो। यो विक चाहिँ मैले बुक्सहरू पढेँ। बुक्सहरूमा चाहिँ मैले 3टा बुक्स पढेँ। एसेन्सियलिज्म, कम्पाउन्डिङ इफेक्ट अनि अभियसली असम। अनि एसेन्सियलिज्ममा चाहिँ मैले टाइम म्यानेजमेन्ट इज पेन म्यानेजमेन्ट भनेर एउटा टपिक पढाएको थिएँ। त्यो चाहिँ मलाई एकदम राम्रो लाग्यो। त्यसमा चाहिँ टाइम म्यानेज गरेन भने चाहिँ एकदम पेन हुन्छ लाइफमा, सफरिङहरू हुन्छ भनेको थियो। अनि कम्पाउन्डिङ इफेक्टबाट चाहिँ मैले सिकेको कुरा भने चाहिँ हाम्रो एभ्रिडे चोइसहरू चाहिँ कि त हाम्रो गोल्सतिर फोकस हुन्छ कि त हामीलाई गोल्सबाट ब्याकवर्ड लान्छ भन्ने कुराहरू गरेको थियो। अर्को बुक भने चाहिँ अभियसली असम पढेको थिएँ। त्यसमा चाहिँ प्रोडक्टको पोजिसनिङहरू कसरी गर्ने, के गर्ने, एउटा राम्रो प्रोडक्टलाई चाहिँ कसरी मार्केटमा पोजिसन गर्ने। जस्तो अब पोजिसनिङ मिलेन भने पनि मार्केटमा प्रोडक्ट कसरी फेल खान जान्छ, राम्रै प्रोडक्ट पनि भन्ने गरेको थिएँ। मैले चाहिँ यो हप्ताबाट रनिङ पनि सुरु गरेँ। यसमा चाहिँ म 5 किलोमिटर दौडिने गरेको छु, जसमा चाहिँ घरि कुद्दै घरि हिँड्दै खालको। अनि पहिला चाहिँ मेरो स्टामिना एकदमै कम थियो, अनि अहिले चाहिँ एकदम बुस्ट भए जस्तो फिल हुन्छ। यसले गर्दाखेरि चाहिँ मलाई दिनभरको लागि इनर्जी एकदम मिले जस्तो अनि दिनभर एक्टिभ भए जस्तो भइरहेछ। मैले मेडिटेसन गरेको चाहिँ लगभग 6 महिना जति भयो। अहिले चाहिँ म बिहान 15 मिनट अनि बेलुका 15 मिनट मेडिटेसन गर्ने गरेको छु। यसले गर्दाखेरि चाहिँ मेरो दिमाग एकदम काम हुने, एकदम शान्त हुने, पिस हुने भएको छ। मैले चाहिँ यो हप्ताबाट योगा पनि सुरु गरेँ। योगा चाहिँ म दिनमा 10 मिनट मात्र गर्छु। योगा 10 मिनट मात्र गरे पनि मेरो ब्याक पेन चाहिँ एकदम रिलिफ भएको छ। अनि योगा गरिसकेपछि म कोल्ड सावर लिन्छु। काम चाहिँ म 9 देखि 4 बजीसम्म गर्छु। यसमा चाहिँ म 4-5 घन्टाको डिप वर्क गर्छु अनि 2 घन्टा जति ब्रेक लिन्छु। अनि डाइटमा चाहिँ मैले यो हप्ताबाट भेज डाइट सुरु गरेँ। भेज डाइटमा चाहिँ म घरमा बनाएको खाना मात्र खान्छु। यसमा चाहिँ म हप्तामा 1 दिन चाहिँ बाहिरको खाने गरेको छ। यो हप्ता चाहिँ मैले वाइवाई फ्राई खाएँ।